म चाहिँ घाँस काटेर पनि आइसकेँ। यहाँ डाँडामा निस्किसकेँ। घाँसको भारी चाहिँ मेरो अलिकति काटेछु बाख्रालाई। हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। सबैलाई स्वागत छ आजको नयाँ भिडियोमा। आई होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। अनि आज चाहिँ म चाहिँ भर्खर घरमा उठिरहेको छु। अब कहाँ जाने भन्ने कुरा, हिजो टक्क लाएर उहाँ माथि बारीमा मकै गर्नु छ, त्यहाँ जानुपर्ने हुन्छ होइन। सो त्यही हो, भर्खर उठिरहेको छु। अनि कपडा सपडा पनि लाएको अब एकछिनमा कपडा लगाएर जानुपर्ने हुन्छ। आज हामीले माथिको फिनिसिङ गर्नुपर्ने हुन्छ। अनि हिजोको बतासले चाहिँ टक्क ल्याएर यहाँको सुन्दर फुल उडाइदिएछ है, कस्तो सुकाइदिएको छ होइन। ठिकै छ, त्यसले पार्नु चाहिँ पार। अनि हाम्रो चाहिँ फेरि माथि चाहिँ गोडेछ नि, यता चाहिँ सबै मकैहरू गोडेर यस्तो बनाइसकियो होइन। त्यही हो, मकैहरू गोडिसकेको थियो। माथि चाहिँ बाँकी छ। माथि कलरहरू गर्नुपर्ने हुन्छ माथि गएर। आज कति सकिन्छ, जोत्नु पनि जोतेको गर्छ। 12 बजीसम्म कति जोत्छ, थुप्रो छ फेरि जोत्नु चाहिँ। जोतिसकेपछि टक्क ल्याएर हामी उठाउने, 2 भाइ उठाउनु पर्ने छ। एक भाइले जोत्छ, त्यही हो। ल्याएर अहिले चाहिँ हाम्रो काम सुरु भइसक्यो। सो त्यही हो होइन। अहिले आज हामी खाजासाजा खाएर पनि यति हानिसक्यो तल। नेतातिर चाहिँ म हल्दार साहबले जोत्दैछ। यतातिर अब यति छ। अनि यो मासतिरहरू हामी चाहिँ उठाएर हिँड्ने गर्नेछौँ। हाम्रो पनि काम सुरु हुन्छ फेरि। त्यही होइन, गाउँतिरको यस्तै नै हुन्छ काम। यसरी गोड्ने हो। यहाँ माथिसम्म, त्यहाँ माथिसम्मको बारीसम्म हामीले चाहिँ गर्नुपर्ने। त्यही भएर चाहिँ छिटो गर्नुपर्ने हुन्छ, किनभने भरे नसक्नु पनि सकिन्छ। त्यही भएर चाहिँ फास्ट हानिरहेको छु। हेलो, सो गाइस होइन, फाइनली अहिले चाहिँ टक्क लगाएर हामीले चाहिँ मकै गोडिसक्यो। आज थुप्रै गोडियो। यो पनि यत्रो ठुलो कालमा गोडियो। यहाँदेखि तलतिर सबै यो तलतिर ठुलो गोडिसक्यो कि आज चाहिँ। अनि टक्क लगाएर अब चाहिँ गोडिसकेपछि घर जानुपर्ने हुन्छ। त्यही भएर हामी घर हिँडिसक्यौँ। अब भोक पनि लागिसक्यो। बिहान खाएकोले ऊहरू छोडिएछ, बोतलहरू लिएर जानुपर्छ। त्यहाँनिर हामी अब भोक पनि लागिसक्यो। अब जानुपर्ने हुन्छ। घर गएर चाहिँ गएर अब यहाँ सिङ 2 थाल जति हान्नुपर्छ होइन। हेलो गाइस होइन, अब चाहिँ फेरि टक्क लगाएर अब 4 रोटी पनि हिँडिसकेँ म चाहिँ। अब घरमा छोरी मान्छे नभएपछि टेन्सन हुन्छ क्या। दिदी पनि बाहिरै छ होइन, मम्मी बाबा पनि हिजो जानुभएको छ बाहिर तलतिर बजारतिर। अनि अब कहिले फर्किनुहुन्छ थाहा छैन। अनि आफू चाहिँ घरमा दिदी बहिनीहरू मम्मीहरू नभएपछि यस्तै हो। यसरी डोको बोक्ने, यसरी पक्रिने अनि चारो खोज्नु हिँडेको छु म चाहिँ सुँगुरलाई अहिले। किनभने अब चारो नखोज्नु भने पनि टेन्सन हुन्छ नि त। अब पालिसकेपछि खुवाउनै पऱ्यो। खुवाउनुको लागि त अब पालिसकेपछि त खुवाउनु पऱ्यो। अनि त्यही भएर चाहिँ अनि हिँडिसकेर फेरि चारो खोज्नुलाई टक्क चारो खोजेर आएर फेरि घाँस काट्नु जानुपर्ने हुन्छ। साह्रो भ्याउँछ समय चाहिँ होइन। लाइफमा यति चाहिँ गर्नुपर्छ है, चारो टिप्नुपर्छ यसरी। के गर्नु त। सो अहिले चाहिँ टक्क ल्याएर म घर आइसकेँ चारो लिएर। अलिकति लिएर आएको छु।
काटेपछि यति अब त्यही हो झाडु लिएर आएँ एकछिनबाट घाँस काट्नु जान्छु घाँस काटेर आउनु पर्ने छ फेरि अघि त एउटा यस्तो अघि कराएको भाइ थियो कहाँ भएको थियो त्यसलाई घर जाएँ घरमा गएर बसेँ भन्ने थियो कहाँ भएको छ होइन सो त्यही हो होइन म चाहिँ अब घर आइसकेँ अहिले चाहिँ मम्मीहरू पनि कोही हुनुहुन्न मम्मी र बाबाहरू पनि तलतिर जानुभएको छ अनि घरमा चाहिँ अब मैले एक्लैले गर्नुपर्ने हुन्छ नि त भाइ अब बाख्राकोठालाई गइसक्यो त्यही पनि भाइहरूलाई अराई गर्नु पनि झ्याउ लाग्छ नि त अब कति अराउनु क्या आफूभन्दा सानोलाई भन्ने अलिकति म त्यही भएर चाहिँ अलिक अराइरहेको छैन उनीहरूलाई चाहिँ अनि हाम्रो चाहिँ यहाँनिर कुकुर छ राते ए यही छ खतरा हो यो कुकुर चाहिँ फेरि पहिले चाहिँ एकदम खतरा थियो अहिले चाहिँ ऊ भइसकेको छ अलिक बुढो भएर अलिकति उ भएको छ होइन सो त्यही हो अब एकछिनबाट घाँस काट्नु जानुपर्ने हुन्छ फेरि चाहिँ घाँस काट्ने गएको छु गाउँदेखि तलतिर पटिआएको छु तपाईँ घाँस काट्नु त पर्यो होइन यो चाहिँ यतापट्टि चाहिँ गएको छु अब हेरौँ के हुन्छ फेरि घाँस चाहिँ फेरि काटेर जानुपर्ने हुन्छ घाँस चाहिँ केही देख्दैन तर आज त्यो मौसम पनि पुरै के पानी पर्ला जस्तो भइरहेछ पुरै कालो त्यतातिर त अनि म छु यतातिर डाँडामा होइन डाँडामा बसेर हावा खाँदैछु म चाहिँ एकछिन गर्मी महिनामा बस्दा पनि हुन्छ नि त सबै तल उहाँ पुल छ होइन माथिको डाँडामा छु लाग्दैछु म अब टक 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 लाएर अगाडि बढ्नु पर्ने छ मङ्की त्यही होइन जाउँ छैन रुखहरू पनि सबै पात झरेर यस्तो भइरहेछ हौ तर के काट्नु त्यो मलाई थाहा भएन होइन यही गाई चाहिँ मैले चाहिँ टक्क लादी रुख भेटिसकेँ यही रुखको चाहिँ अब म घाँस काट्नु पर्यो भनिरहेको छु क्या यो अब म चाहिँ घाँस काटेर पनि आइसकेँ यहाँ डाँडामा निस्किसकेँ घाँसको भारी चाहिँ मेरो अलिकति काटेछु बाख्रालाई बिहान खाजालाई मात्रै हो घाँस चाहिँ त्यही भएर मैले थोरै नि काटेछु त्यही हो होइन अब म चाहिँ घाँस पनि काटिसकेँ काम मेरो फिनिसिङ हो आजको लागि अब गएर त्यही खाना बनाउनु छ सो त्यति मात्रै हो नेक्स्ट भ्लगमा भेटौँला टाटा।